education and entertainment. अदालतबाट 10 वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन्। 3 नाबालिकालाई यौन शोषण गरेको भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा उनलाई 10 वर्षको सजाय तोकिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौँको शङ्खमुलबाट पक्राउ गरेको हो। 43 वर्षीय ओझालाई आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्दारा पठाइएको ब्युरोले जनाएको छ। उनलाई सर्वोच्च अदालत पुनरावेदन अदालत विराटनगर फैसला उल्टाउँदै 10 दिन अघि मानव बेचबिखन तथा ओसार पसारका 2 मुद्दामा 5-5 वर्षको सजाय सुनाएको थियो। इटहरी घर भएका ओझा कुनै बेला चर्चित गायक र हास्य कलाकार समेत हुन्। उनी काठमाडौँमै लुकीछिपी बसेर गीत रेकर्डिङ समेत गर्ने ब्युरोले जनाएको छ। अदालतले कैद फैसला गरे लगत्तै ओझा फरार थिए। ओझाले 2059 सालदेखि लगातार 2 वर्षसम्म डर देखाई अनुचित प्रभावमा पारी पीडित 3 नाबालिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनलाई अदालतले जेल सजाय तोकेको हो। ओझाले नाबालिकाहरूको अश्लील तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिई पटक पटक यौन शोषण गरेको आरोप लगाएको थियो। आइटी भिडियोजको लागि सवाल नेपाल.com